जाने में कैसे सुरु में कॉपीराइट आइदिन्छ होला। हे गाइस व्हाट्स अप, वेलकम बैक टु माय युट्युब च्यानल। आफ्टर अ लङ टाइम म चाहिँ अलि कालो कालो लागिरहेको छु, किनभनेपछि यो सर्टको कलर जस्तो हुन्छ, फेसको कलर पनि त्यस्तै देखिन्छ र एक्चुअलीमा यहाँ ट्यानिङ पनि भइरहेछ, यहाँ देख्न सक्नुहुन्छ। एन्ड यहाँ वाइट वाइट छ, यस्तै हो। अब घाम लगाएर काम गर्नु पर्यो बजार गएर। यहाँ पछाडि देख्न सक्नुहुन्छ म नै हो, यहाँ उभिरहेको छु, यहाँ भिडियो बनाइरहेको छु। सबैजनालाई स्वागत गर्दछु फेरि मेरो एउटा च्यानल, फेरि एउटा ब्लगमा। र भिडियो सुरु हुनुभन्दा पहिला च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक गर्नु होला र सेयर गर्नु होला। अहिले क्वालिटी पनि कस्तो आइरहेको छ त्यो पनि कमेन्ट गर्नु होला। मेरो धेरै जस्तो साथीहरूले मलाई गाली गरिरहेको थियो कि क्वालिटी राम्रो छैन भनेर आइफोन हुँदा पनि म तिनीहरूलाई भन्न चाहन्छु कि मेरो फोन बिग्रेको थियो। अहिले भर्खरै मैले यो 16 प्रो किनेको, सो त्यहीबाट फर्स्ट ब्लग यो अपलोड गरिरहेको छु र गर्न पनि गइरहेको छु। त्यही भएर स्टे ट्युन्ड एन्ड सब्सक्राइब। डेली कन्टेन्ट नभने नि एक दिन छोडी एक दिन कन्टेन्ट आउनेछ, लङ भिडियोज एन्ड सर्ट भिडियोज डेली आउनेछ। सो तबसम्मको लागि पहिला म जान्छु फ्रेस भएर खाना खाएर। अनि आज थियो दिवालीको एक दिन अगाडिको ब्लग भन्नाले यो भिडियो चाहिँ दिवालीको दिन अपलोड हुन्छ बिहानै है। एन्ड हिजो चाहिँ त्यो धनतेरस पुरै भरेको रहोस् र अझै तरक्की गरोस् सबैजनाले। एन्ड त्यति हो। अब धेरैजनाले मजाक पनि उडाउँछ होला, एन्ड म्यान्ड भन्दाखेरि केही छैन, केही छैन, म माइन्ड गर्दिनँ। सो अहिले गइरहेको छु म नुहाउनलाई, नुहाइधुवाइ गरी त्यसपछि म भेट्ने छु तपाईँहरूलाई। बजारको दृश्य देखाउने छु के कसो भइरहेछ एन्ड सबैजनाले माया देखाउनु होला। एन्ड यो क्वालिटी चाहिँ मलाई धेरै नै मन परिरहेको छ। एन्ड थ्याङ्क यू टु माई मम एन्ड ड्याड फर गिफ्टिङ मी दिस फोन। उहाँकै कारणले मैले यो फोन पाएको हो नि। फेरि महेश दाई भन्ने हुनुहुन्छ, उहाँलाई चाहिँ स्पेसल थ्याङ्क्स, जुन चाहिँ यो फोन मगाइदिनु भयो मेरो लागि। त्यही त। अनि के छ खबर? कता छ? ठिकै छ भन्नु पर्यो, चलिरहेछ। कहाँ छु अहिले? बाहिर कुन ठाउँ? ए साथीको घर। एक खुसी देखा न चला आ यहाँ पकड़ा आज कल कहाँ गया था तू? हैं बोरे जाइ छियै मॉर्निंग वॉक तो पीछा पीछा घूमै छै। मतलब छोड़ेगे ना अति दे सेफ्टी। हाँ पीछा जना जना जाइ छै तने तने जेतै। अरे लाइट केम गेलै किया? ओइ जाका त एगो आरो कहाँ है? चले अले पूरा सेफ्टी देने रहे। खो मजा से खो। सो हेलो जी, दिस इज द सेम ब्लग। यो अर्को लाइक अर्को दिनको ब्लग हो। आज दिवाली हो अनि यहाँ चाहिँ डेकोरेसनको काम चलिरहेछ। त्यही भएर यहाँ देख्न सक्नुहुन्छ पछाडि स्टार लाइट लगाइसके, अगाडि पनि लाइट लगाइसकेको छु, पुरा पेन्टहरू भइसकेको छ। एन्ड दिस इज माई सप। पहिला काम देखाउँछु के भयो बिहानदेखि है। देख्न सक्नुहुन्छ यो चाहिँ लास्ट टाइम पनि युज गरेको फुल हो। एकदमै प्लास्टिकको दामी हुन्छ, बिग्रिँदैन पनि, हेर्नमा पनि राम्रो लाग्छ। एन्ड यो छैले लाउन बाँकी छ, यहाँ खोलेर राखिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ वाइड एङ्गल पनि हुन्छ क्यामेरामा। अहिले यतिको लागिरहेछ। एन्ड तपाईँहरू पनि आएर भिजिट गर्नुहुन्छ भने यो ट्राई गर्नु होला। यहाँ धेरै नै आइटम छ बिस्कुटहरूको। एन्ड एज यु क्यान सी हियर ब्रेड आइटमहरू पनि धेरै छ, खास्ता बिस्कुटहरू पनि धेरै छ है। यहाँ हेर्न सक्नुहुन्छ यो लाउन बाँकी छ। त्यसपछि त ब्यालुन फुलाउनु पर्ने, यहाँ हेर्न सक्नुहुन्छ यो ब्यालुन मेसिन पनि छ। अब ब्यालुन फुलाएर त्यसपछि यहाँ सबै सोचिरहेको छु यहाँ अगाडितिर लगाइदिउँ भनेर क्या। यहाँ अगाडितिर यहाँ लाइक तलतिर लगाइदिउँ भनेर। यो ब्लगलाई अब हिँड गर्नु पर्यो। यो ब्लगलाई सानो नै राखौँ किनभनेपछि पहिलो ब्लग हो र नयाँ फोनदेखि। अनि यहाँ चाहिँ क्यापकटको पनि साइन आइरहेछ होला। यो कोसिस गर्छु म अर्को ब्लगमा चाहिँ नआओस्। अनि अरू चाहिँ यति नै। च्यानललाई त के गर्ने, भिडियोलाई चाहिँ लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला र सेयर गर्नु होला है। कमेन्ट पनि गर्नु होला। धेरै दिनपछि आइरहेको छु। यसमा पनि वाइड एङ्गल छ कि फ्रन्टमै? क्या छैन, फ्रन्टमा वाइड एङ्गल भएको भए वाइड एङ्गलमा राम्रो हुन्थ्यो। छैन भिडियोमा, फोटोमा मात्रै छ। सो यहाँ बजारमा अलिक क्याङ आवाज आइरहेको छ, केही छैन।
एन्ड सब्सक्राइब गर्नु होला भिडियोलाई च्यानललाई। म लड गराइरहेको छु धेरै दिनपछि ब्लगमा आएको नि त, त्यही भएर बिना मतलबमै हरान हानेको हुन्छ हो यहाँ। बाई 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 एन्ड ह्याप्पी दिवाली टु एभ्रीवान।